एउटा चाहिँ व्हिम आएको छ स्टार्टअप। अझ मैले तपाईँलाई जोडेँ किन अब त नयाँ सरकार बनेको छ होइन, अहिले एउटा खालको चाहिँ होइन भनौँ न केही सपनाहरू पनि युथहरूलाई दिएको छ। इभन हामी नै एउटा हिसाबमा अब यु नेभर नो, बट हामीलाई नै हामी एकदमै अपोलिटिकल, हामी पोलिटिकलमै त्यस्तो धेरै नहुने मान्छे कन्सर्न राख्छौँ, तर डाइरेक्ट त्यसमा नभएको धेरै कुरा बुझ्दैनौँ। तर म जस्तो नबुझ्ने मान्छेले पनि अब 5 वर्ष त गभर्मेन्ट आउँछ होला नि, अब मैले लगानी गर्न अब इज दिस द राइट टाइम टु इन्भेस्ट इन नेपाल भन्ने कन्टेक्स्टहरू आउँछ होला। त ग्रेजुअली हामी यो जानेर बुझेर गरेको होइन कि हामीले चाहिँ अहिले चाहिँ इन्भेस्टमेन्ट कम्युनिटी, इन्भेस्टर कम्युनिटी बनाउन हामीहरू सुरु गरिसकेका थियौँ कि हजुरको, जहाँ चाहिँ म जस्तो मान्छेले लगानी गर्दै जाने भने मसँग त एउटा सर्टन लेभलको क्यापिटल मात्रै छ नि त हजुरको होइन, मसँग त त्यो अबन्डन्सी भने त कोहीसँग पनि हुँदैन। अनि त्यो सर्टन लेभल क्यापिटलमा साथीभाइहरूसँग बसेर पहिला पनि हामीहरू को इन्भेस्ट गऱ्यौँ कि हामी चाहिँ डिरिस्किङ भन्ने कुराहरू गऱ्यौँ। सो अब मैले भने न्यू गभर्मेन्टकै कन्टेक्स्टमा हामी जस्तो मान्छे पनि एउटा एक हिसाबले इन्करेज र पोजिटिभ हुने ठाउँ चाहिँ देख्छु अहिलेको लागि यथावस्थामा होइन। र अब अघि नै स्टार्टअपहरूको कुरा गर्दै जाँदाखेरि चाहिँ अब उनीहरूलाई पनि नेपालमा चाहिँ बिस्तारै यो गभर्मेन्टलाई त अब होइन वेट एन्ड सी नै हो, अहिले होपफुल छौँ होला